नमस्ते सबैजनालाई यो मैले तपाईहरुलाई पहिला पनि यो भिडियो देखाएको थिएँ है। पहिला तपाईको 2 महिना अगाडि र यो जग्गा है तपाईहरुले देखेको चाहिँ हेरिहाल्नुस् है। यो जग्गाको भिडियो चाहिँ मैले तपाईहरुलाई पहिला 2 महिना अगाडि चाहिँ बनाएको थिएँ नि त है। प्राय कति हेर्यो होला है। र आज चाहिँ मलाई एकदम खुसी लागिरहेको छ किनभने चाहिँ है यो बाटो चाहिँ बनिँदै रहेछ नि त है। यहाँ हेर्नुहोस् है, यो बाटो चाहिँ बनिँदै रहेछ है। हेरिहाल्नुहोस् है मुनिदेखिबाट। यो बाटो चाहिँ एकदम खतरा बाटो थियो नि त हो। यो भएर चाहिँ हेर्नुहोस् कस्तो डेन्जर बाटो छ हेर्नुहोस्। यहाँ हेर्नुहोस् अब यत्रो मुनि गएको छ पहिरो यो हो। यो यत्रो पहिरो गएको छ देखिहाल्नुहोस् है। यहाँ हेर्नुहोस् देखिहाल्नु होला है। हाम्रो दार्जिलिङ जाने चाहिँ इम्पोर्टेन्ट बाटो हो नि त यो। त्यो भएर मैले अस्ति एउटा भिडियो बनाएर पोस्ट गरेको थिएँ है। अनि मलाई त थाहा छैन त्यो भिडियो हेरेर हो या होइन, जसमा कि अब यो मलाई चाहिँ लाग्छ अलरेडी पहिला नै अब यो बाटोहरूको चाहिँ प्लान भएको थियो होला सायद है। अलिकति केही प्रब्लम गर्दा केही ढिलो भएको थियो होला। त्यो भएर चाहिँ समय आज पाएको छ। अन्त आजदेखि चाहिँ बाटो एकदम निर्माण भइरहेको छ है। अब बाइचान्स ट्रेन आयो भने चाहिँ है धेरै प्रब्लम हुन्छ नि त। त्यो भएर रद चाहिँ बनिँदै छ। बाटो खुसी लाग्यो, त्यसमा चाहिँ गर्वको कुरो है। जसले पनि यो बाटोहरू बनाउनु भयो है, उहाँलाई मरिमरि धन्यवाद दिन चाहन्छु। अनि यसको चाहिँ